गुड मर्निङ सबैलाई। अहिले चाहिँ हामी अन्नपूर्ण बेस क्याम्पमा छौँ। यो देख्दै गएको चुचुरा चाहिँ हो माछा फुसुरे फिस्टेल भन्छ। त्यहाँदेखि यसरी घुम्दै घुम्दै जाँदाखेरि यहाँनिर हिमचुलीहरू देख्दैछ है। यहाँनिर हिमचुली देख्दैछ। यो अन्नपूर्ण नै देख्दैछ। यो अन्नपूर्ण साउथ, अन्नपूर्ण साउथ, यो अन्नपूर्ण वानहरू, यो चुचो भनेको कुनै के 12 चुचुरो के भन्दो रहेछ। यो चुचो भएकोहरू यही 360 भ्यूमा चाहिँ यहाँ हिमाल डल्लै देख्दो रहेछ। यहाँदेखि यहाँसम्म माछा फुसेरसम्म आउँदा 360 भ्यू। गुड मर्निङ सबैलाई। आज चाहिँ एउटा सानो भ्लग लिएर आएको छु। त्यो चाहिँ के हो भने हामी अन्नपूर्ण बेस क्याम्पमा छौँ। को छ भन्दाखेरि यहाँनिर सचिन दा हुनुहुन्छ यहाँ। अन्त यसरी घुमाएर ल्याउँदाखेरि दिपङ दा पनि हुनुहुन्छ यहाँ। हेरा दाजुको चाहिँ भ्लग एकदमै सानो हुनेछ। अहिले सनराइज भएको भिडियो भ्लग खिच्नुको लागि चाहिँ हामी भ्यू पोइन्टमा आएको छौँ। भ्यू पोइन्टमा चाहिँ एकदम खचाखच भिड छ। सब बाहिरको गेस्टहरूदेखि लिएर इन्डियाको त सायद हामी दुई ग्रुप मात्रै होला। मजा आइरहेको छ अहिलेसम्म। चिसो चाहिँ एकदमै डरलाग्दो चिसो छ। यहाँ स्ट्याचु बनाएको छ। कसको त्यो चाहिँ याद भएन, अहिले सोध्नुपर्छ। यस्तो मजाको भ्यू हेर। बिहान 5:30 पनि नभएछ। ब्युटिफुल भ्यू हो। हामी पक्ला हुने भ्यू। हल्का बादल आइदिन। र गाइस अहिले चाहिँ हामी अन्नपूर्ण बेसमा छु। यहाँ ब्याकमा देख्दा हिमालहरू चाहिँ अन्नपूर्ण साउथ वान डल्लै देख्दैछ। यस्तै छ यहाँनिर। मेरो ब्याकमा हेर्नु सक्नुहुन्छ सबै हिमाल। आमा सनराइज भयो। एकदमै यहाँनिर सनराइज चाहिँ यस्तो बबाल भयो कि एकदमै राम्रो सनराइज। र हामी यत्रो दिन जुन परिश्रम गरेर हिँडेर आयौँ, 3 दिन लाग्यो होइन पोखराबाट यहाँ आइपुग्नु। हामीलाई यतिकै लागि यो जुन यो सनराइज छ, हामी यस्तो यो 360 भ्यू भएको जग्गामा हामी बसेका छौँ। त्यसले गर्दाखेरि हाम्रो जुन त्यो दुःख छ यहाँ आएर चाहिँ सबै एकदमै हामीले शान्त फिल भएको अनुभव गरिरहेको छौँ। बाई बाई। केटाहरूले रमाइलो गर्दैछ अहिले यहाँनिर। घाम पनि लागिसक्यो। घाम निकै छिपेछ। अस्ति त खास रातो देख्थ्यो कि, तर अहिले चाहिँ घाम निकै छिपेर चाहिँ एकैचोटि घाम आयो नि त। त्यसले गर्दाखेरि रातो हतपत कम्ती देखियो आज। र पनि हामी खुसी नै छौँ। जुन हाम्रो मोटिभ थियो, जुन हाम्रो विचार थियो, हामी यत्रो दुःख गरेर यहाँसम्म आइपुग्दाखेरि कति हामीलाई प्रब्लम भयो, त्यो चाहिँ यहाँ आइपुगेर आजको दिनले चाहिँ त्यसलाई फेरि मेमोरी फुल भएको मेमोरीलाई चाहिँ क्लिन गरेको जस्तो फिल भइरहेको छ। हाम्रो माइन्डमा केही पनि छैन सिवाय अगाडि पछाडि दायाँ यता राइट लेफ्ट सबैपट्टि हिमाल भएको कारणले गर्दाखेरि चाहिँ हामीलाई त्यस्तो केही फिलै भएको छैन कि हामी त्यत्रो परिश्रम गरेर यहाँ आएको भनेर। तर यहाँ अलिकति दुःख चाहिँ के भयो भन्दाखेरि चाहिँ माछा फुसेर चाहिँ चिटिक्क मात्रै देख्दैछ। अघिसम्म चाहिँ राम्रो देखिरहेको थियो। अहिले जब घाम लाग्दै गयो तब चाहिँ अलिअलि गर्दै बादल घेर्यो। सायद अहिले हामी ओह्रालो फर्किन्जेलसम्म उग्रिन्छ होला जस्तो मलाई लागिरहेको छ। यतिको चाहिँ भ्यू छ।
अहिले चाहिँ हामी सबैलाई के भन्नु छ तपाईँलाई आजको यो हाम्रो जुन आज के भन्नु आज त चिसो लाग्यो राम्रो वेदर छ तर चिसो पनि पुरा चिसो छ फिस्टेल चाहिँ देखेन सजिला होइन छोपे नि त राम्रो म बिहान अलिक छिटो यता आएको थिएँ फिस्टेल राम्रो देखेँ फोटो पनि खिचेको छु मैले खिचेँ दिदा दामी भयो कि जाडो हुँदैछ हो फिस्टेल अलिक छोपिहाल्यो होइन जुन चिजको लागि आएको त्यो चिज पायो होइन मन प्रसन्न भयो आएको सक्सेस भयो वेलकम एबिसी हामी चाहिँ यसो हिउँमा हिँड्दैछौँ अलिअलि गर्दै यहाँ अगाडि सचिन दा छगन दा दिदो गर्दा जाँदैछ हामी अलिक त्यस्तै छ जुन चाहिँ हो अन्नपूर्ण बेस क्याम्प हामी बसेको होटल चाहिँ यहीँ तल्लोपट्टि हो अहिले मजा आइरहेको छ अब हामी एकछिन बसेर खाजासाजा खाएर भरे कहाँ हुन्छ त्यहाँ जाने यस्तै छ है र अहिले चाहिँ हामी हिउँ भएकोमा जाँदैछौँ हिउँ भएको त नि हिउँ छ हामी अलिकति अगाडि किनभने हिजोसम्म चाहिँ हामी गएको छैनौँ हामीलाई जाडो चिसो गाडिन्छ भनेर तर अब हामी एकछिनमा फर्किन्छ भनेर चाहिँ हामी यहाँ गएको आएको छौँ त्यसरी केटाहरू यहीँ छ दिमाउँदा यहाँ हेलो साँच्ची त्यहाँबाट भित्र ननक्छ साँच्ची ए त्यहाँ खायो यसलाई चाहिँ गुरुङ ब्रेड भन्छ गुरुङ ब्रेड भनेको कस्तो भन्दाखेरि चाहिँ ठुलो रोटी बेल्यो बिचमा चिर्यो यो चाहिँ हाम्रो ब्रेकफास्ट हो यो चाहिँ कम्प्लिमेन्ट्री ब्रेकफास्ट सचिन दा र मेरो चाहिँ आउँदैछ दुईजनाको चाहिँ आएर पनि नफ्याँकी खायो नफ्याँकी नफ्याँकी आमालाई भनिदिन्छ होइन आमालाई भनिदिन्छु यता 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 सञ्जयले त हिजो आमाको कुरा सुनेर झन्डै एउटा डल्लै अन्डा नखाए सञ्जयले त हिजो आमाको कुरा फ्याँकेर खानु भन्दा एउटा रातो अन्डा डल्लै फ्याँकेर खायो यहाँ चाहिँ खाना खाइसक्यो उहाँहरू चाहिँ हुनुहुन्छ हामी चाहिँ यहाँ बिल दिँदैछौँ यहाँ चाहिँ यस्तो छ यहाँको इन्भाइरोमेन्ट हेलिकप्टर सेवा चाहिँ आइरहेको छ हामी चाहिँ अहिले फोटोसोटो खिच्यौँ अन्त अब चाहिँ हामी छुमरुङको लागि निक्लेको केटाहरू चाहिँ तल ओह्रालो जाँदैछ है मलाई चाहिँ त्यो इन्डियाको मान्छेहरू रहेछ हो उनीहरूले चाहिँ मेरो यो झन्डा छ नि त मेरो मैले चाहिँ झन्डा बोकेको थिएँ नि त त्यो मागेर फोटो खिच्यो भनेदेखि अन्त साथीहरू चाहिँ दिमागको हालचाल तल पुगिसकेको छ आज चाहिँ हामी यहाँदेखि निकै तल छुमरुङ भन्ने जग्गामा पुग्ने चाहिँ हाम्रो प्लान छ किनभने त्यहाँबाट चाहिँ भोलि अलिक छिटो गरेर
पोखरा गएर पोखरामा पनि साइट सिनहरू गर्नु छ नि त। त्यसले गर्दाखेरि अब आज जुन हाम्रो जे हामीले सोचिरहेको थियो त्यो एकदमै सफल भएको महसुस भइरहेको छ, मजा आइरहेको छ। अब ओह्रालो पनि अझै मजा आउँछ होला हो। उकालो आउँदा त टेन्सनै लागिरहेको थियो, अल्टिट्युड सिक्नेस हुन्छ होला भनेर, तर त्यस्तो केही भएन। अस्तिको दिन चाहिँ मलाई एकदमै डरलाग्दो चिसोले होला ग्यास भएर चाहिँ अलिक प्रब्लमै भयो। त्यसले गर्दाखेरि अहिले चाहिँ मेरो ठिकै छ, हामी सबैजना ठिकै छौँ। हामीले अहिले ब्रेकफास्ट गरेर चाहिँ झुम्नुङ तर जाँदैछौँ। बाटोमा हिजो आउँदाखेरि नै सबै कुराहरू क्याप्चर गरिसकेको छु र पनि म त्यो भिडियोमा हाल्ने कोसिस गर्दैछु। हेर्दैछौँ के कस्तो हुन्छ। र हिजो आउँदाखेरि जुन लेक मैले खिच्दा पनि आउनु सकेन, किनभने वेदर अलिकति क्लियर थिएन। त्यसले गर्दाखेरि चाहिँ अहिले चाहिँ यस्तो राम्रो देख्दैछ। यहाँ माथि यो हेलिकप्टर पनि आउँदैछ। यो चाहिँ हेलिकप्टरले चाहिँ कोही मान्छेलाई अब प्रब्लम भयो भने रेस्क्यु गर्दो रहेछ, हाई अल्टिट्युड सिक्नेसहरू भयो भने रेस्क्युहरू गर्दो रहेछ है। अन्त यही लेक हो। हिजो मैले तपाईँहरूलाई देखाउनु नसकेको, किनभने उकालो जाँदा त वेदर एकदमै ब्याड थियो। अहिले चाहिँ एकदमै राम्रो छ हो। वरिपरि हिमाल। माछापुछुरी बेस क्याम्पदेखि अन्नपूर्ण बेस क्याम्पसम्म पुग्नुको लागि 2 घन्टा लाग्छ। 2 घन्टा चाहिँ हामी हिमालकै हिमाल हुँदै 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 यसरी जान्छु। त्यो अगाडि दिएको माछापुछुरी। यहाँ सोल्टीलाई भेट्यो। सोल्टीहरू चाहिँ हिजो माछापुछुरी बेस क्याम्प पस्नुभयो। हामी चाहिँ माथि अन्नपूर्ण बेस क्याम्पमै बस्यौँ। ल सोल्टी एकदम बधाई छ। ए हुन्छ। सबै राम्रो भयो नि? एकदम राम्रो भयो भाइ। हजुर आज कहाँ जानुहुन्छ? आज खै हामी त छमरुङहरू पुग्दिउँ होला। किन बाजे के अरे त्यहाँसम्म पुग्दिउँ भने तपाईँ पर्दैन है, मेरोमा छ नि तपाईँ उब्रेको पर्दैन है तपाईँलाई होइन। माछापुछुरी यो तल देखेको चाहिँ एमबिसी भन्दो रहेछ। यो चाहिँ एमबिसी भनेको चाहिँ माछापुछुरी बेस क्याम्प। हामी चाहिँ ओह्रालो झर्दैछ। र अहिले हामी चाहिँ माछापुछुरी बेस क्याम्पबाट झन्डै 15-20 मिनट तल आउँदैछौँ। हाम्रो केटाहरू ठिकै छ, मजाले 10-15 मिनट भने ठिकै छ। सचिन दा मजाले हिँड्दैछ। मजा योपालिको त मेन उयो अब उसको निर्देशमा त हामी हिँड्दैछ। अहिले खुट्टा कसरी टेक्नु, त्यो डल्लै उसले कसरी टेक्नु, कहाँ हिँड्नु, कसरी ठाडोमा, कसरी ओह्रालोमा कसरी सिकाउँदैछ। त्यसले गर्दाखेरि हामी निकै तलसम्म आइपुगिसक्यौँ। राम्रै छ, वेदर पनि राम्रै छ, साथ दिइरहेको छ अहिलेसम्म। अब हुनसक्छ बेलुका के हुन्छ त्यो चाहिँ म भन्न सक्दिनँ, किनभने बेलुका चाहिँ अब के हो कसो हो त्यो चाहिँ पानी पनि पर्न सक्छ है। त्यसले गर्दाखेरि प्रब्लम हुन्छ। गेस्टहरू आउँदैछ होइन। हामी चाहिँ ओह्रालो फर्किँदैछ, उहाँहरू चाहिँ उकालो जानु हुँदैछ। सायद थाईहरू हुन्छ होला, मिक्स होला ग्रुप। यसरी आउँदै जाँदै सबैजना हामी चाहिँ झर्दैछौँ, उहाँहरू चाहिँ उकालो चढ्नु हुँदैछ। हामी बाटोमा आउँदै थियौँ, छिटिएन न। हरन गरिदियो न बोलाएर। हामी बाटोमा आउँदैछौँ। अस्ति पनि यस्तै थियो, तर अस्ति वेदर राम्रो नभएको कारणले मैले सुट गरेँ। बाटो चाहिँ यस्तरी हिँड्दै जानुपर्छ। भन्दा आउँदैछ यस्तो छ बाटो, अप्ठ्यारो खोला छ। नमस्ते नमस्ते नमस्ते। तीजना गेस्टहरू छ। गेस्टमध्ये यहाँ पनि एकजना गेस्ट हुनुहुन्छ। नमस्ते। ओ सरी, यता अर्को गेस्ट पनि हुनुहुन्छ। यस्तो छ वेदर, आउने आउँदैछ, जाने जाँदैछ, मजा आइरहेछ। ए हाम्रो दिदालाई भेट्यो।
के अरे र अहिले चाहिँ हामी देउराली र ब्याम्बोको बिचमा हामी मन्दिर आइपुग्यौँ है। जुन मन्दिरमा चाहिँ हामीले पूजा गरेर अन्नपूर्ण बेस क्याम्पतर्फ लागेको थियौँ। त्यहाँ खदाहरू बाँधेर फेरि अहिले आएर पनि हामीले एउटा खदा लिएको छौँ। त्यो चाहिँ हामी आयो है भगवान्लाई हामी फर्कै आयो भनेर चाहिँ एउटा खदा चढाउनु भनेर चाहिँ खदा फेरि छोगन दादाले नै चढाउने भएको छ। सबलाई ढोकेर ढोके त्यो चाहिँ हामीले अस्ति यहाँ सही सलामत बोक्यौँ। अहिले आउँदा पनि भगवान्लाई बिन्ती भाउ चढाएर सही सलामत हामी आएको चाहिँ हामीलाई मेरो पछि देख्नु हुन्छ चाहिँ यो झरना चाहिँ 108वटा धाराको भन्दैछ। 108वटा धारा हेर्दा पनि हुन्छ तपाईँले यहाँ परदेखि कहाँ घुमाएर कहाँसम्म अस्ति पनि देखाउँदा देखाएको थिएँ फेरि देखाएको। हामी हिमालयमा छ। यहाँ चाहिँ हिमालय भन्ने जग्गामा छ होमस्टेमा पनि हिमालय। यहाँ चाहिँ अलिकति क्राउड रहेछ। हामी चाहिँ कफी खानु बसेको। देउराली यो हो हिमालय है हिमालय। हिजो पनि हामी यही कफी खाएको। यो झन्डामा टेन्ट पिक रहेछ कि र अहिले चाहिँ हामी खाना खाएर चाहिँ के अरे देउरालीबाट आएछ भन्दा कहाँबाट खाएको हामी लोवर ब्याम्बोबाट खाना खाएर चाहिँ लोवर दोबरबाट खाना खाएर हिँड्दैछौँ। अब अलिक तल चाहिँ ब्याम्बो आइपुग्छ होइन। अनि हाम्रो चाहिँ यहाँदेखि चाहिँ लगभग 5 घन्टा भन्दैछ। वक अहिले अलरेडी 2:30 भयो। अनि हामी 6:30 को चाहिँ टार्गेट राखेको छौँ हामी झुम्रुङ पुग्ने। झुम्रुङ चाहिँ सबले 5.5 घन्टा भन्दैछ। हामी अलिक छिटो जान्छौँ भनेर हेरौँ के कस्तो हुन्छ। सबैजना राम्रो हिँड्दैछ। सबैजना खानासाना मजाले खाएर हिँड्दैछ है। झोगन्दा ब्यागमा छ सचिन्दा र दिपङ्गा अगाडि हिँड्दैछ है। उनीहरू यसरी हिँड्दैछ उनीहरू दुई भाइ। र के कस्तो हुन्छ म तपाईँलाई अहिले म देखाउने छु। र हामी चाहिँ झन्डै 27 किलोमिटर हिँडेर यहाँ इन्टरनेसनल गेस्ट हाउसमा आइपुग्यौँ है। बिहान हामी करिबन 7:15 हिँडेको अन्नपूर्ण बेस क्याम्पबाट। तर यहाँ चाहिँ अब एकदमै ढिलो भयो है। झन्डै हामीलाई 10 घन्टा जस्तो लाग्यो किनभने बाटोमा खाजासाजा पनि खायौँ। अन्त त्यसले गर्दाखेरि चाहिँ मजा आयो हिँड्नु पनि मजा पनि आयो है। त्यसले गर्दाखेरि आजको जुन यो मेरो ब्लग छ म यहीँ अन्त गर्दैछु भनेर सानो भिडियो तपाईँहरूमाझ राख्न गइरहेको छु। सबैजनाले लाइक सब्सक्राइब सेयर अनि कमेन्ट गरिदिनुहुन्छ होला भनेर मैले आशा पनि साँचेको छु। बाइ गाइज।